रहेनन् इन्डियन आइडल विजेता पहिलो नेपाली मूलका गायक प्रशान्त तामाङ। गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्ली स्थित आफ्नै निवासमा आज उनको निधन भएको हो। इन्डियन आइडल जितेका तामाङ नेपालमा पनि चर्चित थिए। उनले गाएका थुप्रै नेपाली गीत चर्चामा छन्। तामाङले सलमान खानको फिल्म ब्याटल अफ गलवानबाट बलिउडमा पनि डेब्यू गरेका थिए। इन्डियन आइडल विजेता प्रशान्त तामाङको लोकप्रियता नेपालीमाझ व्यापक थियो। गोर्खा पल्टनबाट नेपाली फिल्म करियर थालेका उनले 9 नेपाली फिल्ममा काम गरेका छन्। उनको पछिल्लो फिल्म परदेशी 2 हो। यस्तोमा तामाङले एमाजोन प्राइम भिडियोको चर्चित वेब सिरिज पातल लोक 2 मा पनि अभिनय गरेका थिए। 17 जनवरी 2025 मा रिलिज भएको सिरिजमा तामाङलाई स्नेपर ड्यानियलको भूमिकामा देख्न सकिन्छ। उनको अभिनयको त्यतिबेला निकै प्रशंसा भएको थियो। आइतबार बिहान 11 बजेपछि केही सञ्चारकर्मी तथा उनका निकटका साथीहरूले सामाजिक सञ्जालमा उनको निधन भएको खबर सार्वजनिक गरेका छन्। उनका नजिकका साथी राजेश घतानीले लेखेका छन्, हे भगवान, के सुन्नु पर्यो, हार्दिक श्रद्धाञ्जली प्रशान्त भाइ। सामाजिक सञ्जालमा उल्लेख भए अनुसार 43 वर्षीय तामाङको निधन हृदयघातका कारण भएको हो। तामाङको भारतको राजधानी स्थित नयाँ दिल्ली स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो। इन्डियन आइडल कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय हुन् उनी। उक्त कार्यक्रममा भाग लिनुभन्दा पहिला उनी भारतीय प्रहरीका जवान पनि थिए। प्रशान्तका पिताको प्रहरीमै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि उनलाई कोलकाता प्रहरीमा उक्त जागिर गर्ने अवसर प्राप्त भएको थियो। प्रशान्तको जन्म भारतमा दार्जिलिङको तुङसुङ भन्ने ठाउँमा भयो र प्रशान्तको एक बहिनी पनि छन्। जिन्दगीमा कहिले पनि औपचारिक रूपमा सङ्गीतको शिक्षा हासिल नगरेका प्रशान्तले प्रहरीमा रहँदा गीत गाएर साथीहरूलाई सुनाउने गर्थे। शान्त स्वभावका प्रशान्तले साथीहरूको अनुरोधमा नै इन्डियन आइडलको कोलकाता अडिसनमा भाग लिएका थिए, जहाँबाट उनको सफलताको यात्रा सुरु भएको थियो। उनी भारतमा मात्र नभएर नेपाल लगायत अन्य मुलुकमा पनि उत्तिकै प्रसिद्ध थिए। सोनी टिभीसँगको 1 करोडको करार, एक कार र आफ्नै एल्बम बनाउने मौका मात्र नभएर प्रशान्तले एउटा सिङ्गै उत्पीडित र अपहेलित वर्गको शिर ठाडो पारिदिएका थिए। उनको निधनपछि गायक प्रमोद खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नु पर्यो। प्रिय प्रशान्त तामाङ हामी बीच रहनु भएन। उफ, वैकुण्ठमा बास होस्। उनी सहित कैयन गायक र सेलिब्रेटीहरूले उनको निधनबारे सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन्। आज प्रशान्त तामाङको निधनले धेरैको मन भाव बेहल भएको छ। हरेकले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै दुःख व्यक्त गरिरहेका छन्। आज फेरि एउटा तारा सङ्गीत क्षेत्रबाट अस्ताएको छ।